आज चाहिँ मलाई बिहानैदेखि चटपटे खान मन लाग्यो क्या। बिहानै त चटपटे खाने कुरो आएन, अनि म दिउँसो बनाएर खान्छु भनेर अब बनाएर खान लागेँ। अनि मैले चाहिँ चाउचाउ खोलेर हालेँ, कोपी अनि के अरे खोर्सानीहरू चाहिँ मैले अघि काटेर लगाएको थिएँ। अनि त्यस पछाडि मैले बदाम लाएँ, 1 प्याकेट बदाम लगाएँ। अनि त्यस पछाडि दालमोट पनि लगाएँ क्या। दालमोटले गर्दाखेरि मिठो लाग्छ क्या मलाई दालमोट लाएर। अनि त्यस पछाडि अलिकति कुरकुरे थियो घरमा, अनि त्यो कुरकुरे पनि लगाएँ। अनि चना मैले बफ्याएर राखेको थिएँ क्या बिहान खाउँ खाउँ लाग्दाखेरि। अनि आलु पनि बफ्याएर राखेको थिएँ, अनि त्यसलाई पनि सुधारेर लाएँ। अनि भुजा चाहिँ मैले थोरै लाएँ क्या। भुजा भन्नुहुन्छ कि मुरै भन्नुहुन्छ होइन, भुजा चाहिँ थोरै लगाएँ किनकि अब अरू थोकै धेरै थियो। अनि मैले त्योभन्दा चाहिँ ठिक भनेर चाहिँ थोरै मात्रै लगाएँ। अनि त्यहाँबाट छोप लगाएँ, अनि स्वादअनुसार टक्क पारेर नुन लगाएँ। अनि अजिना बिना त चटपटे खाए जस्तै नै हुँदैन होइन, त्यो त लाउनै पर्यो। अनि कागती चाहिँ हाम्रै घरमा फलेको थियो। अनि यस्तो घरमा फलेको कागती चाहिँ मिठो लाग्छ क्या मलाई चाहिँ, स्वादै बेग्लै लाग्छ यसको चाहिँ। अनि त्यो पनि मैले लिएर आएर मजाले निचोरेर लगाएँ। यसको अमिलोले चाहिँ आफूलाई स्वास्थ्यलाई पनि राम्रो गर्छ, अनि साथै यो खानामा पनि स्वाद राम्रो आउँछ क्या। अनि मैले तेल पनि लगाएँ। अनि यति गरिसके पछाडि चाहिँ मैले गिलो बनाएर रेडी बनाएको थिएँ। अनि गिलो पनि मैले चटपटेमा लगाएँ। अनि बिहानैदेखि खाउँ भएको आज चाहिँ मलाई कोही बेला चाहिँ के हुन्छ मलाई मात्रै यस्तो भएको कि हजुरहरूलाई पनि यस्तो हुन्छ है। बिहानैदेखि अनि कति बेर माम खाइसक्नु र अनि भरे दिउँसो हुन्छ र अनि यो खानु जस्तो भएको थियो क्या। अनि मैले खानासाना खाएर धन्दासँग निक्लटको सबै कामहरू गरिसकेँ। चना मटर बिहानै भिजाइदिएर छोडेको थिएँ। अनि त्यस पछाडि आलु पनि बफ्याएँ हो रे। अनि त्यहाँबाट कति बेर दिउँसो हुन्छ र चटपटे खानु यस्तो भएको थियो। हजुरहरू पनि यसरी बनाएर खानु मिठो हुन्छ। थ्याङ्क यू।